नमस्ते सबैजनामा। आज चाहिँ म भेज मोमो बनाउने कोसिस गरिरहेको छु है। यहाँनिर मैले भाँडा ल्याएको छु। यहाँनिर मैले बन्दाकोपी काटेर राखेको छु। यहाँनिर बन्दाकोपी लिनुहोस् होला, क्याबेज है, यहाँनिर मैले क्यारेट लिएको छु। यसको चाहिँ मजाले पानी निकाल्नुपर्छ है, यसरी है, पुरा सुक्खा हुनुपर्छ पानी निकालेर। यहाँनिर चप अनियन लिएको छु, थोरै। यहाँनिर स्प्रिङ अनियन लिएको छु, यहाँनिर अदुवा लसुनको पेस्ट, यहाँनिर मैले हुचिङ लिएको छु थोरै। यो चाहिँ अप्सनल हो, अब हजुरहरूलाई हाल्नु मन लाग्यो भने हाल्नुहोस्, हाल्नु मन लागेन भने नहाल्नु हुन्छ। थोरै स्वाद अनुसार नुन, थोरै चप गरेको धनियाँ पत्ता, अलिकति म घिउ पनि लिनेछु। तेल हाल्दा पनि हुन्छ है, मसँग चाहिँ अलिकति घिउ हाल्यो भने चाहिँ बास्ना पनि राम्रो हुन्छ है। मैले चाहिँ घिउ लिँदैछु। अब सबै सामानहरू राखिसकेँ। अब यसलाई चाहिँ हामीले मजाले मुस्नुपर्छ, मजाले मुस्नुहोस् होला है। अनि यसको टेक्सचर पनि राम्रो हुन्छ है, मजाले मुस्नुहोस् राम्रोसँगले। यसमा हेर्नुहोस् एउटा पनि पानी छैन है, मैले अघि नै पानी सानी निकालेर राखेको, निचारेर चाहिँ मैले मिक्स गरेको। त्यसलाई मजाले मुस्नुहोस् होला। अब मोमोको फिलिङ्स हाल्नुपर्छ, यसरी हाल्नु होला है। अनि मोमोलाई मजाले अब ऱ्याप गर्नुपर्छ। यतिको भएको छ है साथीहरू, हेर्दै जानुहोस् होला। म अरू पनि बेटारेर देखाउने छु। अर्को चाहिँ यतिको गोलो गोलो बनाएको छु है। अनि अचारको लागि साथीहरू मैले टमाटर लिएको छु, सुक्खा खुर्सानी, 2टा लसुन, अनि त्यहाँबाट मैले भुटेको तिल लिएको छु। यो चाहिँ मोमोको लागि अचार। यतिको भएको छ साथीहरू। साथीभाइ, मैले बनाएको मोमो यतिको भएको छ है। हजुरहरूलाई के कस्तो लाग्छ हजुरहरूले माया देखाइदिनुहोस्। यसरी नै म नयाँ नयाँ भिडियो ल्याउनेछु। मलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् भन्दै म आजको भिडियो समाप्त गर्न चाहन्छु। हुन्छ त, बाई बाई।